हामी चाहिँ हल्का चक्रपथको जाममा ए बाटो छैन कि हो चिकन बाटो छैन कि हो हाम्रो दादाहरू चाहिँ आउँदै हुनुहुन्छ म चाहिँ इनड्राइभमा छु आज हल्का राइडको कमी भएर हामी चाहिँ वी आर ह्याभिङ टु अप्पो रेस्टुरेन्ट एट जगडोल झन्डा पार्क हामी चाहिँ हाम्रो गन्तव्यमा छौँ के हो जगडोल एकदम बिजी छ रोड चाहिँ म चाहिँ आज इनड्राइभमा छु हाम्रो राइडको कम्पनीले दाइहरू चाहिँ दाइ र अर्जुन चाहिँ स्कुटरमा हुनुहुन्छ अब हामी बाटोमा हेर्दैछौँ त्यो पछि हामी फेरि भेटौँला चाहिँ आजको वेदर चाहिँ एकदमै राम्रो देखिरहेको छ यो हाम्रो वसुन्धराबाट हामी चाहिँ हल्का चक्रपथको जाममा फसिसकेको छौँ तपाईँहरू पनि कतिजना पर्नु भएको होला कस्तो लाग्छ हाम्रो दाइहरू चाहिँ हुनुहुन्थ्यो आज इनड्राइभमा हाम्रो दाइको पनि ब्लग रहेछ जाम चाहिँ अति हो कि जाम र जाम 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 यति साह्रो जाम भएपछि कहाँबाट सकिन्छ त हो अनि गणेश त सेटै लगाएर जाने रे गणेश त सेटै लगाएर जाने रे के गणेशले लोसारमा होइन त लोसारमा गुरुङ लोसारमा होइन गुरुङ लोसार नसक्नु छ नि त गणेश म त सेटै लगाएर जाने दाइ भन्दै थिएँ अघि के गर्छ त्यसको ड्रेसहरू के हुन्छ र गुरुङ ड्रेस हुन्छ नि त छुट्टै पटुका त्यो एउटा पटुका त बाँध्ने थियो होइन धेरै हुन्छ नि भने सेटै हुन्छ यही जस्तो यो केटाहरूको जस्तै हो कि यता झन् न त्यहाँ धेरै हुन्छ यहाँ त ठोकिन्छ यार स्कुटर जहिले हामी आएको छौँ कहाँ अरे यो कपन 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 हामी जाँदैछु हामी झन्डा पार्क झन्डा पार्कमा पुगेर दृश्यहरू खतरा खतरा देखाउँदैछौँ हाम्रो त सेटै ल्याएर जाने दाइ हाम्रो सोनम सर म्यानेजरको हाम्रो क्याफे हामी जान प्रस्थान गर्दैछौँ राइडर पेटोमा वाटर फ्री है झ्याम हो पुरै खाँदा त ठिकै हुन्छ कि धेरै खायो भने चलाउँछ लड्न चाहिँ कहिले लडाएन तर त्यो त्यस्तोमा होसै हुँदैन अस्ति त्यो कपिलले चेता बेलामा नि काठमाडौँ खाली टोक्ने दिउँसो भन्दा नि बेलुका चाहिँ भबार रमाइलो हुन्छ अलिअलि तर ठोकाउनु हुँदैन यार गऱ्यो मैले मापछि चेकिङ गर्दै नि आफ्नो गल्ती नहुँदैन आफ्नो फस्छ आफ्नो गल्ती हुन्छ मापछि छ नि त अहिले त तर यो बाटो बनाएको सम्म चाहिँ बनाएको छ दामी के बनाएको छ है तल राख्नु तल आइयो जसरी राख्नु ठिक देखेछ यो त भ्यू पनि देखेछ देखेर नि अस्ति तँलाई कहाँ छोडिदिएको र हामीले माथि अलिक माथि के हिउँदा अन्त अलिक माथि त्यो बेलामा त होइन त्यो मैले बाहना मात्रै खोजिरहेको कि हामी फर्किने प्लान बाटोमै बनाएको कि त्यो बाटोमा भनेर त्यो माथि गएको थियो नि त अनि हामी तल हामी त फर्किने बाहना फर्किने भनिरहेको थियो कि अनि पछि त्यहाँ गएर मैले ठ्याक्क झन् बाहना पाएँ होइन केटाहरू लम्बिहाल्यो अतिहरू मैले कलाएको थाहा थिएँ नि मैले पुरै कलाएको थाहा भएको तर मैले कलेन्ट उठाएको नि त्यो त थाहा थियो फोन त काटेको थियो अनि यस्तोमा तिनजना यस्तो त्यसले गरेको पेट्रोल त्यो माथि थिएन है रिजर्भमा थियो पेट्रोल रिजर्भमा पेट्रोलमा आएको हामी कहाँसम्म पुग्यो भन्न 24 के अरे 17 वर्षमा तिनजना तिर्पल आएको त्यो त हामी ड्राइभ हो भन्छ त तिर्पल आएको नि यहीँबाट हुन्छ यहीँबाट
तँलाई त्यहाँ जर बनेको झरेन बाटो त धेरै अफरोड छ त यार भने हँ बनाउनु नरहेको कि होइन तल कि माथि हो माथि माथि सिधै सिधै हो पुरै अफरोड बाटो गणेश गणेश कि गणेश आएन भाइले कस्तो भिडियो गरे यार ए गर्नुपर्छ राईले राईले जे गरौँ गर्नुपर्छ राईले राई पो त के हो रे कोल खोल्नु पर्ने हो राई जस्तो के राई जस्तो राई जस्तो राम्रो के हो इमान्दार सेवा हिमालय बनाएर राखेको त यहाँ त यहाँ अफरोड हेरेर हाम्रो यहाँ त भरे त मैले लडाउँछ होला झ्याबो आमा के हो रोलर हालिदिनु नि यहाँ है है हप्ता दिनपछि चाहिँ बनाउला यो बाटो है रोलर हाल्ने अब दामी हुने कि काठमाडौँ भ्यू चिप्लेर ल्याम्मा गयो भने त गयो बाटो त बनाउँदै केही दिन त यो त बन्दै होला नि अब त फेरि बनायो भने त बाटो बनायो भने त बन्द होला नि फेरि यो त एक दिन होला होइन भर्खर ओए बाटो छैन कि हो हाल्दैछ र सिक्किम बाटो छैन कि हो यहाँ बालेन कहाँबाट यहाँ आइपुगेछ यार को बालेन यो नि बालिनको एरिया त होला नि बालेनको एरिया नभयो भने बालेन पनि यहाँ देखा परिरहेको छ त बाटोमा ठन्डै भ्यू चिकना छ नि अब त आइपुग्यो होइन त्यसको त अब आइपुग्नु लाग्यो जाँडा यहाँ रस्ता राख है तलबाट राख्नु अघि मैले त्यो उसमा सिकाएँ जस्तो तलबाट कि मेरो हातदेखि तलबाट यहीँबाट बाहिर चाहिँ देखाउँदाखेरि सजिलो हुने रहेछ क्या यहाँ फुकाइरहेको छ यो त नि हामी त अनि काठमाडौँ सहर हो कि हामी त गाउँघरमा हिँडेको बाटो यो अनि यो त गाउँघर जस्तै गाउँघर जस्तै गाउँघरमा पनि यो भन्नु राम्रो बाटो छ मैले त यो काठमाडौँ भ्यालीभित्र पनि बाटो यस्तो हो जगडोल जाने बाटो झन्डा पार जाने बाटो यस्तो अरे मैले कपिलले नि यता जाउँ भनेर भिडियो देखाइदिएको थिएँ यहाँ गणेश चाहिँ मैले के हो इन्ड्राइभले छोडिदिएँ क्या तान्नु सक्छ जस्तो छ त्यसलाई त्यसको उयोलाई एउटा बाटो क्रस फायर पुऱ्याउने बाटो छ यार है क्रस फायर यहाँ हामी बाटोमा हामी बाइक सिमसँग कहिले पुऱ्याउनु कस्तो भयो राइट हो काठमाडौँ सहर हाम्रो गणेश गइदिउँ गणेश आजदेखि आउनु लागेको जस्तो के लाग्छ होला र अब त्यसको नि स्कुटर हुन्छ अनि तैँले नि निकाल्यो भने एउटा राइड जानुपर्छ सिङ्गल मजा आउँछ नि मजा आउँछ क्या यो त सिङ्गल एउटा ठाउँमा राइड जानुपर्छ क्या नत्र भयो भने 90 स्टेट जाने एउटा ठाउँमा फाइनली हामी आएको गन्तव्यतिर आइसकेको छौँ सायद मिलाएर त दामी भिडियो बनाउनु पर्छ अहिले हाम्रो भ्यू हामी अप्पो अप्पो रेस्टुरेन्ट मिल्छ हामी आफै अर्डर गर्नु एउटा ल
छिरेन लु पार्किङ भेट छिराउनु छिरो लु है म चाहिँ कस्तो हाल्नु यार अर्जुनले गरेर भिडियो हाल्ने कुशलले गरेर भिडियो हाल्नु तर दामी हाम्रो पार्किङभित्र हाम्रो मिस्टर अस्टित गुरुङ छिराइसक्नु भएको छ अप्पो रेस्टुरेन्ट हामी चाहिँ चट्ट लाएर यहाँनिर वेलकम पनि हामीलाई हानिसकेको अवस्था छ होइन के हो तिन दाजुभाइ चाहिँ हामी आइपुगिसक्यो एट द अप्पर रेस्टुरेन्ट एन्ड बार एट जगडोल झन्डा पार्क तर मेरोमा चाहिँ भ्यू चाहिन्छ क्या अब सब्सक्राइबर हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगिसक्यौँ अप्पो रेस्टुरेन्ट एन्ड बार एट जगडोल झन्डा पार्क होइन त भ्यू चाहिँ राम्रै देख्छ दामी देखिरहेको छ नि होइन के हो अर्जुन